मम्मीलाई लागेछ भोकहरू हुन्न नि बेलुदेखि केही खाएको छैन म हारे लाग्यो मैले अघि केला आएको खाएँ केलाले होला प्लेटहरू ल्याएछ रोटी छ प्लेट ल्याएन तलबाट प्लेट ल्यायो डाक्टर साहब ल कस्तो छ खानेकुरा निको भने मैले यो बनाएर राखेँ बरु गरौँ न फोटो फोटा खिच छाड फोटा गुजेर यसरी निकाल्थ्यो फोटोको उखा राखी अब यहाँ वरिपरि सफा गरेर सफा त उसले गर्ला नि खैरो गर्ने बैगानसँग अहिले दडो हुनुपर्ने रहेछ कसैको पनि मेरो हात त नि अलि अब मुडल मान्न लाग्यो तैँले हात समात्यो फेरि ए यहाँ आयो त कहिले हुनु जिरा हाल्यो हजुर अब एउटा म हानिसक्ने आयो त्यहाँनिर त्यो सोचेर तान्दानी यहाँ तान्दानी उहाँ तान्दानी यहाँ ए पाउ म पनि त्यस्तो हाम्रो बा आजभोलि 82 वर्षमा त यस्ता हुनुहुन्छ पहिला त एकदम लौगा सुहाउने कपडा सुहाउने त्यस्ता हुनु त उप प्रधान पहिला मेरा जाँच छ्याम दिनु पञ्चायती व्यवस्थामा म 4 चोटि उप प्रधान भएँ 4 चोटि सरकारबाट गोर्खा दक्षिण बाबु पाए हो हजुर गोर्खा दक्षिण बाबु पाए हो 4 चोटि भए पञ्चायती सुरुदेखि पञ्चायती समाप्त हुनसम्मलाई म चाहिँ त्यो भए हुँ प्रधानमन्त्री क्या फोटा खिच्ने हो फोटा खिच्ने राखौँ भिडियो राखेको बेला बेला बोल्दिने आफै खिच्ने हो आफै खिच्दा भने कसै घुमाउँछु क्या हो महीना की बनाया हुआ नहीं ल दियो बा दियो अब ढोक दियो त्यो ल भयो अब मम्मीले दिनुभयो हुन्छ तपाईँले दिनु अब तँ खिलायो भने त्यो बा अझ ढोक देऊ त ढोक त मैले दिनु नि त दुवैले देऊ द भइगयो त ल भयो तुम राख बा त्यो टेबलमा राख अहिले हताला राख ल अब आमा देऊ आमा तनकी आमाकी लागि तनका हात दिइदेऊ
अब मम्मी रेडी भइसक्नु त्यो तुई खिलायो भने आमा ढोक्देऊ ढोक्दिनु ढोक्दिनु ढोक ल त्यो ताँलाई राख अब तु दे तन्की आमाकी लागि त्यो तन्की त्यो त बजेको लागि हो है मम्मी बजेलाई दिइदिनु होला मम्मीको तर्फबाट भनेर है ल ल खोलिकन नै हो आब्बै खोल्ला लौ त लौ ठिकै छ त लौ त धन्यवाद मम्मीलाई पनि आमा बुवालाई भेटघाट पनि भयो एकअर्कालाई नानु चिनो पनि भयो ईश्वरले हाम्रो चाहिँ आज पनि भेट गराउनुहुन्छ यो नारीले चाहिँ हाम्रो रक्षा गरून् दया गरून् परमेश्वरले दया गरून् भन्नु मम्मी ल चेलाबाट छोरीले उनी देउतामा थियो नानी फुगायो जिम्माले चेलीले नानी भाले चाहिँ जाब भाइ बिना बिग्रो मबाट त्यो जानु भयो भएर तब तै आफू जिम्मा त्यो हामी छ अब तै मान्नु ज्यादा सुन्थेँ तब तर सत्र साउतिर स्रोत त मिस केही छैन मिसले साउतिर राम्रै छ हजुर चेलीमा पनि सबैको राम्रै छ एउटा नाति दुई नातिनी काहीँ हिँडेबाट छन् छन्ले उहीबाट थोका खड्यो नातिनी मन लटकेडी छन् जेठी हिँडेबाट त उयो भाइ छ जेठी नातिनीबाट नातिनीसँग भ्याएको छन् म पछि कि त्यो नाति हो यहीँ पट लाँदा कहाँ यहीँ काठमाडौँ पट लाँदो म पछि कि त्यो हो म पछि अब दुई छन् नाति जेठी यहीँ आइरहेछ ऊ हामी छैन काहीँ हिँड्ने चेलीका घरमा गएछ तब घर जाने अब त्यो त हक बजेदेखि केही गर्नु छैन किन नाम्दा बस्दा छैन भनेदेखि म यिनीहरू मैले दुई तब आफूले घाँस काटे आफूले गोरु भैँसा बल्ल पालेका भैँसा पालेका बल्ल पालेका तर जिम्मेदारीमा आउला उहाँलेको हाम्रो ठाउँको जिम्मेदारीहरू लिन्छ हामीले तर त्यो औषधी तर्फबाट हाम्रो बट्टाली दरमा घाँस बनाउने हामीलाई त्यो गोडो भाँच्यावालाई गाई भैँसो पाल्नु भैँसो बल्ल पाल्नु छाड्यो गाई त मैले पालेकी थिएँ दिनदिनै गाई अर्का पल आफ्ना घर पल दिइहाल्यो हजुर अब जवानी हुँदाखेरि शक्ति हुँदाखेरि गर्नुभयो अब ठिक छ होइन अब रिटायर भन्छ कि रिटायर जीवन हो होइन चिन्ता अब के अब म त औधी चिन्ता त केही थियो त तराईको चिन्ता मात्र अब जे हात आफ्नो केला भएर अब तिनका मुख सुगायो अब तिनका हात कि बात हाम्रो हातै बात केही नै अब जे हात छ ज्यादा हुन मेरो लागि त नि कि त हप्ते म जाइ रोडै छ रे कि त अब तिनकी लागि छ अरे अब जे हात अब के सन्धिको पनि सेवा गर्नु पर्यो अब त हजुर त गाई बस्तु भन्दा पनि अब सन्धिको सेवा गर्नु अब यहाँ आएर तुनकै मात्र छ उहाँसँग म गाईको घाँस ल म त दौडा छैन अब त्यो दौडमा उतान्ने गाडी आइसक्यो गाडी आयो अरे सन्धि आयो दौडा भाइ एउटा फोटो खिच्दिनु हजुर पनि आउने यता मैले यता त्यसोबाट खिच्दिनु यही हो ल त छुट्टी राम्रोसँग जानु नातिनी पहिलो भेट भयो परमेश्वरले आशीर्वाद दियो हामी बेला बेला भेटौँ न ल हुन्छ ठिक नगर्नु है राम्रोसँग जानु होस् राम्ररी पर्छ त ज्याकेट भिडियो बनाउँदा त्यो मम्मी लुगा ल त मम्मी बाई ल पछि कुरा अब अलि तिमी मात्र हुनु त
छ घन्टा लाग्थ्यो अघि भयो आधी घन्टा 45 मिनट यसो हल्लाउनु न आमा पछ्यौरू यसो यसो पछ्यौरी हल्ला म त्यो हो ओए त भइगयो हो गइसक्नु हो सम्झिने भेटघाट पनि भइगयो भयो मौकाले भयो मौकाले भयो कोठामा कि कि माथि नै जाउँ होला फाटोले हुन्छ नि यस्तो जानेवाला ए त्योमा गाह्रो हुन्छ होइन योभन्दा यो खलिनावाला मल्दिरोको मल्दिरो तल्दिरो सल्दिरो भए यो पुग्या आफू यहाँ हो यो आफै पुग्यो अहिले हाम्रो दिन हामीलाई कहाँ देख्यौँ भयो देखिहाल्नु भयो त बेला आए गाड़ी हो बेटा मलाई क्या जा रही छ ये वहाँ राखेर तल जस्तो भइगयो अब म तल हिँड्दा जाउँ त अब